Hi everyone, welcome to my day in life mini vlog home edition. म घर आएको बेला स्याटरडे पढ्नु अनि फलो अप नजाने त कुरै भएन। त्यही भएर कालो दिदी पनि ड्युटी जाँदैन थियो अनि सँगै निक्लिनु पर्यो भनेर म र कालो दिदी सँगै निक्ल्यौँ अनि कालो दिदी र म सफारी चढेर इटरी चोकसम्म आयौँ अनि कालो दिदी चाहिँ आफ्नो ड्युटी गर्ने ठाउँमा ओर्लिनु भयो अनि म चाहिँ यहाँ आइपुगेँ वाइडिसी हल अनि आइपुग्दासम्म चाहिँ म अलिकति लेट भएछु अनि योगा चाहिँ स्टार्ट भइसकेको रहेछ क्या अनि त्यसपछि योगा आदि सकिसकेको थियो म बल्ल पुगेको थिएँ त्यसपछि फलोअप सक्यो अनि म चाहिँ अब एक्लै हिँड्दै अब निक्लिनु पर्यो अनि घर आइपुगेँ खानासाना खाएर फेरि म गएँ पुकुलीकोमा अनि कति भइसकेको थियो पुकुलीलाई पनि नभेटेको होइन अनि आएको बेला त दिनकै जानु पर्यो अनि साँझतिर चाहिँ अब निक्लिएँ म र कालो दिदी बाटोतिर थ्रेडिङ गर्न जान्छु भनेको थ्रेडिङ गरेर सकेर अनि यतातिर आएको पकोडा बनिराखेको रहेछ तातो तातो अनि हामीले प्याज लियौँ अनि मन्दिरमा वाल पनि लागिरहेछ म कति दिन भएको थियो घर नआएको यतातिरको अनुहारै चेन्ज भएछ मन्दिरको त्यसपछि हामीले यो तातो तातो पकोडा त के भन्नु प्याज चाहिँ खाँदै थियौँ त्यसपछि ट्याक्क पकोडा पनि बनाउँदै हुन्थ्यो अनि त्यसपछि पकोडा पनि खायौँ अनि आज मेरो दिन यसरी नै बित्यो ओके बाई